हेलो गाइस, अहिले चाहिँ हामी ओकिनावा भन्ने ठाउँबाट होइन तोकासी भन्ने ठाउँमा चाहिँ जाँदैछौँ होइन। अनि केटाहरू मिलेर अब नियमको गर्न सकिसकेको छ। केटाहरू कता कता हुन्छ थाहा छैन, सबैजना मिलेर चाहिँ तोकासी जाने निस्किरहेको छ होइन। हेर्सी अब कस्तो हुन्छ बाटो थाहा छैन। फर्स्ट टाइम सिप चढ्दैछौँ हामी। सो बिस्तारै बिस्तारै जाने सोचिरहेको छ। त्यही नै हो, बिस्तारै बाटोमा भएको छ। होइन होइन, रुममै छ, सबैजना रुममै छ। अब केमा जाने, बसमा जाने केमा जाने? हामी चाहिँ बसमा जान्छौँ होला। अनिस सुषमा गर्छ। हामी चाहिँ अब यहाँबाट बस तोमारीसम्म जान्छौँ। तोमारीबाट चाहिँ सिपमा जानुपर्छ। यस म्याम, भन्नुहोस्। वेलकम मेरो भ्लगमा। तिमीलाई पनि के छ? किन ठिक नभए? तिम्रो साथी नगएर, तिम्रो मनको टुक्रा नगएर, यो मान्छेको मनको टुक्रा। अहिले चाहिँ हामी अब तोमारी आइसक्यो होइन। अब तोमारीबाट चाहिँ टक्क पारिपट्टि गएर जानुपर्ने हुन्छ। हामी चाहिँ पारिपट्टि जान्छौँ, पारिपट्टिबाट जान्छौँ। पारिबाट जान्छौँ, दुईजना छ। एकै चाहिँ म माथि नै टपमै जानु लागिरहेको छु होइन। पाउँछ कि पाउन थाहा छैन, तर मेबी पाउँछ होला। अनि यहाँ पऱ्यो नि, अब चल बोल्दिन त होइन, अलिअलि त पऱ्यो। सो एउटा बोर्ड चाहिँ जाँदैछ। सो यता जानको लागि रेडी छ हाम्रो ह्यान्डसम साथी। यहाँ सक्छ त कसैले। अनि मैले त चस्मा पनि लिएर आइरहेको यार, चस्मा लिएर आउनु पर्ने छ। सो हामी चाहिँ अहिले यहाँ छौँ। अनि हाम्रो गाइजहरू यताबाट आउँदैछ। बवाल रमाइलो हुनेवाला छ है ल। एकदम ठिक छ। सो अब हामी चाहिँ बिस्तारै हिँड्दै जानुपर्ने हुन्छ है। यहाँबाट निस्किँदैछ होइन। हामी चाहिँ अहिले ओकिनावा तोमारी भन्ने ठाउँबाट निस्किँदैछ। त्यसो मोबाइल हराएर बाल छैन, तर जाहिर गाडी हुन नि हो। जाहिर गाडी चाहिँ लास्ट भोटे नै छ। हामी जाँदैछौँ। किन गाइस, अब एक्सपिरियन्स लिन पर्छ मस्त। सबजना छेउमा गइरहेछ। बिस्तारै चाहिँ हाम्रो निस्किन पर्छ। हाम्रो जहाजको ड्राइभर को हो? हाम्रो जहाजको ड्राइभर को हो? यो वेट ड्राइभर हो तिमी? खलासी हो। पछाडि ढ्यापढ्याप पगेर, पछाडि ढ्यापढ्याप गरेर। सो अब हाम्रो चाहिँ यताबाट जाँदैछ ठ्याक्कै पुलबाट, पुल तलबाट जाँदैछ। त्यही हो गाइस। अब चाहिँ एक्सपिरियन्स चाहिँ बबाल सेयर गर्नुपर्छ है। अहिले चाहिँ गयो होइन। हाम्रो चाहिँ ठ्याक्कै यतातिर जाँदैछ। सो हाम्रो चाहिँ अब यस्तै जाँदैछ होइन। सो किन गाइस, बबाल रमाइलो हुँदैछ है। फर्स्ट एक्सपिरियन्स त्यहाँ चाहिँ बबाल ठुलो रहेछ है। हामी चढेको चाहिँ सानो छ यार। हामी चढेको चाहिँ यत्रो छ, तलको चाहिँ। सो जानुपर्छ। माथि चाहिँ हाइवे पुल छ होइन। सो पछाडि यतापट्टि चाहिँ हाम्रो यता ओकिनावा भन्ने ठाउँको चाहिँ तोमारी भन्ने ठाउँ हो होइन। सो तोमारीबाट चाहिँ हिँड्दो रहेछ यहाँ। सो हामी चाहिँ यहाँबाट जाँदैछ। अनि केटाहरू चाहिँ लिँदैछ, फर्स्ट एक्सपिरियन्स लिँदैछ। अब चाहिँ बबाल रमाइलो हुनेवालामा छ होइन। त्यहाँ गएर नि हामी बबाल रमाइलो गर्नेवाला छु। सो भिडियो चाहिँ अन्तिमसम्म हेर्नु होला। त्यही नै भन्न चाहन्छु ल। यहीँ रहेछ त हाम्रो होइन। ओकिनावा एयरपोर्ट भन्ने नि यहीँ रहेछ कि यहीँ। सो आम्मामा यसको साउन्ड हेर्नु। आम्मामा के सर हो यो, कान खाइदिनु रहेछ यार। सो एयरपोर्ट चाहिँ हिँड्यो नि, तर यति भन्दा जुम गर्न सकेन। सानो देखिरहेको छ होला होइन। चाहिँ सानो देखिरहेको छ। त्यही नै गाइस, अब हामी सट्ट निस्किन्छ होइन। बब्बा ठुलो छ यार यो त यार। यो त पुरै होइन भित्र स्टेडियमै भएको जस्तो जस्तो लागिरहेको। हामी बार्बिक्यू सार्बिक्यू समथिङ स्पेसलै हुनेवाला छ आज चाहिँ होइन। हामी गएर डाइभिङ हामी चाहिँ विचार छ। अब हेरौँ त्यहाँ गएर थाहा
छ कि सानो सानो देखिरहेको छ यतातिर चाहिँ प्याराग्लाइडिङहरू गरिरहेको छ कि बब्बाल देखिरहेको छ प्याराग्लाइडिङहरू गरेको चाहिँ सो अनि एयरपोर्ट चाहिँ यहीँ तल पछाडि रहेछ क्या ओकिनावाको मेन एयरपोर्ट चाहिँ यही हो सो यहाँबाट चाहिँ सानो देखिरहेको छ धेरै टाढा त छैन यहाँबाट नजिकै देखिरहेको छ त्यही नि हो दामी भ्यू हेर गाइस त्यो उडिरहेको छ क्या खतरा भ्यू देखिहाल्यो हुन्छ यहाँलाई खतरा देखियो सो रमाइलो हुँदैछ अब चाहिँ धेरै समय लाग्छ होइन होला आज त मौसम चाहिँ लास्ट झाडा मेरो माया कलिजीमा ठम्मै बग्यो खोला बेसी जर्यो समय तिम्रो माया ठम्मै ब्याटल 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 पैसैमा पैसैमा भर्छु पोकारे भन सोल्टे बरोबर किन यसको ब्रेक चाहिँ कहाँ हुन्छ ब्रेक माथि हुन्छ नि माथि कुदाउने मान्छे सो अब ब्रेक लाउँदैछ ल ब्रेक लाउँदैछ ब्रेक लगाएर बिस्तारै जाँदैछ तर कस्तो दामी लागेको मलाई चाहिँ कस्तो बब्बल लागिरहेछ तर आँखाले हेरेको जस्तो चाहिँ आइरहेको छैन जस्तो लागिरहेछ भिडियोमा सो ठुलो लाग्ला जस्तो लागिरहेछ चिसो त्यहाँनिर टोपीहरू पनि बोकेर आउनु पर्ने रहेछ उता चाहिँ पुल हेर न कस्तो खतरा देखेको या त्यस्तो यहाँनिर है यहाँनिर पुल हेर न कस्तो खतरा देखेको हेर न होइन हो पागल उस पुल हो कि हेर न तिनवटा पुल एउटै ठाउँमा कस्तो दामी होइन दामी देखिरहेको छ कि सो हाम्रो भ्लगहरू भयो यहाँनिर छ ओकिनावा भ्लगहरू भयो सो अब अहिले चाहिँ अब यो पुग्न लागिसकेको छ अनि हामीलाई जुन हामी जाने ठाउँसम्म चाहिँ एउटा जस्तो टाइपको हुँदो रहेछ यहाँ चाहिँ होइन दुइटा अनि त्यहाँ चाहिँ 12 जना मात्रै बस्नु मिलेको छ क्या त्यहाँ चाहिँ त्यसरी यो बुक गरेर चाहिँ आएको छ लगभग 1 टाइपको अनि हामी चाहिँ सबै छुटिँदैछ नि त ठाउँहरू सबै आफ्नो आफ्नो वर्क गर्नको लागि डिफ्रेन्ट डिफ्रेन्ट ठाउँहरू जाँदैछ आफ्नो आफ्नो फ्याकल्टीहरू सोधेर त्यही भएर गर्दैछ पागल मान्छे नबस्ने यस्तो गर्छ त अनि भनेको चिना तिमीले मान्छेले चाहिँ ब्रेक माथि छ भन्दै थियो अब चाहिँ क्या स्लो भइसक्यो अब हामी लगभग पुगिसक्यो लगायो खासै धेरै अब होटेलहरू त्यस्तो साह्रो छैन यहाँ चाहिँ होटेलहरू फिक्स नै छ भनेर सुनेको थिएँ त्यस्तो सिटीहरू छैन यहाँ चाहिँ यति नै होला बजार भनेको सबभन्दा ठुलो बजार चाहिँ यही नै जस्तो लागिरहेको छ मलाई चाहिँ यो मैले म्यापमा हेरेको अनुसार चाहिँ यो चाहिँ हामीले राखिदिएको नाम्चे बजार हो होइन यो यता यो यता यो यताको जग्गा चाहिँ उयसको हो यसको नाममा नामसारी गरिदिइसक्यो हेर्नु हेर यसले गफ दिएको फेरि जापाली हो नि त पर्यो नि ए यो चाहिँ फुने के अरे भन्छ यो जहाजको ऊ हो कि हरन हो कि गाडी नि त कुडिरहेको छ नि त्यस्तो नै यहाँ चाहिँ धेरै यस्तो उहरू हो कि त्यस्तो मान्छे डेली लाइफ गुजार्न भन्दा पनि होटलहरू अनि त्यस्तै प्रोजेक्टहरू हुन्छ कि त्यस्तोको लागि हो कि सो गाई चाहिँ अब चाहिँ ब्रेक हानिरहेको छ ब्रेक खतरा उहाँ चाहिँ हाम्रो ड्राइभर साहब ब्रेक हान्ने ड्राइभर साहब हुनुहुन्छ उहाँ यस्तो दामी भयो खतरा तरिकाले आयो हामीलाई यहाँ चाहिँ कस्तो भाइब छ है कस्तो मिठो भाइब छ आइरहेको छ है
सो एक्साइटेड है सो हाम्रो अहिले छ है सामनाहरू हामीले रातभरि पार्टी गर्ने भनेर चाहिँ सामनाहरू यति धेरै लिएर आएको छ उतैबाट होइन यसकै लागि त आएको यार त्यो बजार बस्दा वाक्क भएर होइन आफ्नो तरिकाले बसौँ भनेर आएको जति हल्ला गऱ्यो नि केही नहुने लाग्यो ब्रेक त खतरा लागेको छुट्टै भाइब आइरहेको छ है मलाई पनि बब्बर मिठो कस्तो हुन्छ छुट्टै टाइपको भाइबहरू आइरहेको थियो यहाँ नुहाइ चाहिँ अति बेसी आएको छ है गन्तव्य स्थान आइसक्यो है ल आधा भाग आइपुग्यो अब यहाँबाट नै अझै आधा जङ्गलको बिचसम्म जानुपर्छ सो हामी चाहिँ अब सामानहरू उठाएर टक्क लगाएर चल बेटाले सेल्फी गर्नुपर्छ ल केटा एक कुन्टा एउटा सामान बोकाउँ यो राम्रो डाइरेक्ट सही कत्रो ठाउँमा आइपुगिसक्यो हामीले अब चाहिँ यहाँबाट लगभग 12 बजे चाहिँ यहाँबाट जुन हामी जाने ठाउँसम्मको लागि चाहिँ गाडी चाहिँ त्यो जुन पहिला त्यो बस्ने ठाउँ बुक गर्ने बेलामा चाहिँ ती मान्छे नै आउँछ लिनको लागि सो एक कुन्टा बोक्नुपर्छ है सबै जानु पऱ्यो एक कुन्टा बोकाउँ एक कुन्टा सो अहिले चाहिँ अब हामी एकछिन कुर्नुपर्छ होला आधी घन्टा जति अनि त्यसपछि चाहिँ सामान आउँछ पानी परेर चाहिँ आज बिजोग होला जस्तो छ केटा हो प्लिज पानी चाहिँ नपरोस् भन्ने लागिरहेको छ पानी पऱ्यो भने चाहिँ बिजोग हुन्छ सो हाम्रो चाहिँ यस्तो बोर्ड ओए तोर्पे 3 घण्टा त यहाँ झरेर आएर भोलि कुदाउनु पर्छ है के कुने खै कहाँ त्यो भन्दा नि डाइभिङ हान्न पायो भने त सोधौँ न कतै के त हुन नि सक्छ डाइभिङ हान्न भन्नु मन लागिरहेको छ बरु सो हाम्रो चाहिँ कुन हो खास खरिसी यहाँ चाहिँ कहाँ जाने हो के हो सबै बोर्डहरू लिएर बस्दो रहेछ जस्तो लाग्यो यहाँ हाम्रो गाडी आइसक्यो ल केटा ल धनगढीको बसमा आउँदा मलाई ल्याइदिनु चट्ट कालो चस्मा सो गाई चाहिँ हाम्रो धनगढीको बस यहीँ छ हाम्रो पहिला मासु सासु छुटेको सो हाम्रो चाहिँ अब पुगिसक्यो केटा हो फाइनल्ली केटा हो पुग्यो केटा हो भन्नु गाडी भेट्यो हाम्रो गाडी त आम्मा रत्नबारुमा हिँड्ने गाडी रहेछ रत्नबारको केटा हो भाडा उठाउनुपर्छ है ल अनि यहाँ सबै केटाहरू रत्नबारको बस ल चढौँ केटा कहाँ जाने हो कहाँसम्म पुग्ने हो ल माइ फुतारी हो फितरी सरी ल एकजना भन्दा मिल्दैन अगाडि चाहिँ ल केटा हो एडजस्ट गर है माइन्ड नगरिकन अहिले चाहिँ अब यहाँबाट निस्किँदैछौँ दोनो कुरा जिपुनको रहेछ सो हामी चाहिँ अब निस्क्यौँ यहाँबाट ल केटाहरू आउने बित्तिकै आधी घन्टा कुर्नुपर्छ भनेको थियो आधी घन्टा कुर्नु परेन अनि सिधै हामी जाँदैछौँ हाम्रो गन्तव्य स्थानतिर सो चढ्ने बित्तिकै गाडी नआइरहेछ गाडी चाहिँ फेरि खतरा छ क्या म कति यहाँ हेर्दा हुन्छ कि गाडीको हालत आज गाउँकै भाइ लिन जान लागिरहेछ जस्तो भइरहेछ है अब चाहिँ खतरा भइरहेछ त्यही नै हो अब बिस्तारै माथि जानु पर्ने हुन्छ लाइक माथि डाँडाबाट अनि यता फेवा तालहरू हेरेको जस्तो टाइपको फिल भइरहेको थियो अहिले त्यही नै है तपाईँ हामी लगभग डाँडामै यसरी वरिपरि चाहिँ कति धेरै आइल्यान्डहरू छ यो ठाउँमा चाहिँ यताबाट हेर्दा चाहिँ त्यही हो अब एकछिनमा पुगिन्छ अनि हामी चाहिँ जङ्गलको बिचमा हो सब आफै पकाउनुपर्छ पुरै त्यो हाइकिङको भाइब्समा गर्नुपर्छ सिर्फ त्यही हो टेन्ट हाल्नु पर्दैन भन्ने हो तर चाहिँ हामीले पुरै हाइकिङको भाइब्समा नै हो यहाँ चाहिँ खतरा लाग्यो ल अब चाहिँ हामी ठाडै माथि चढ्दैछ यतातिर त बब्बल ठाउँ रहेछ घुम्नको लागि सबभन्दा हाई ठाउँमा जस्तो लाग्यो है हामी बसिन्छ केटाहरू धगला बजाइ केटाहरू हत्ती गएछ रत्नमार्गको पनि यस्तो गाडी छ यहाँबाट त
खतरा भ्यू देख्यो नि त ल के हाम्रो गन्तव्य स्थान चाहिँ आइसक्यो जस्तो लाग्यो यो लो गाइस हामी चाहिँ अब फाइनली आइसक्यो होइन साथीले यहाँ पुरै भिडियो दिँदैछ ए खतरा दामी रहेछ ल बसिन्दा हो ल केटा हो फाइनली केटा हो गन्तव्य स्थान आइसक्यो कस्तो 隣の建物も一緒に。はい。どっちでもいいです。空いてますかあちらも。空いてます。はい。空いたら大丈夫です。もう大丈夫です。そうはい。そうあんまもうインテリアとकति दामी रहेछ पुरै उठको रहेछ है ओइ दामी रहेछ ल केटाहरु यहाँ भात बसाल्ने काम हुँदैछ केटाहरु कुकै कुक्छ पाक्छ त्यति चामल ओ पाक्दैन ओइ त्यहाँ भात काँचो भयो नि यस्तो ढुक्छु हेर्छ तैँले यो भात काँचै हुन्छ जस्तो लागिरहेको यो चामल बढ्छ है हेरे ओइ 10 मिनट पिठो खान्छ भरे काँचो भात खाइसक्यो फेरि ढुक्छु हेर्छ अस्ति काँचो खानुपर्छ सो है सबै हाम्रो मेन्टेनहरू भइरहेछ हामीले सामानहरू कति धेरै लिएर आएको थियो होइन उतैबाट किनकि यहाँ आउनको लागि चाहिँ सबै सामानहरू बोकेर आउनुपर्ने हुन्छ राजमा हाल्छु अनि त्यहाँपछि केटाहरू सबै मिलेर चाहिँ अब यताउता बनाउनुपर्छ साँच्चै हामी कफी अनि अब यो हाम्रो बस्ने ठाउँ इन्टेरियर चाहिँ बब्बल राम्रो लाग्यो मलाई चाहिँ केटाहरू बनाउँदैछ टेक निकाल्यो कतिवटा गऱ्यो बा सक्छ कसैले सो त्यही नै गाइस अब बिस्तारै हामी चाहिँ सबै रेडी गर्दै जान्छौँ अनि भरे चाहिँ बाहिर के गर्ने सोच गरेँ तर पानी परिरहेको छ बाहिर पानी परेर चाहिँ अलिक टेन्सन लागिरहेन त्यही नै हो सो गाइस अब चाहिँ हाम्रो यहाँ सक्टै मासु सेतो साथी हुक्का अनि यहाँ म्याडमजी चाहिँ चटपटे हो चटपटे म्याडमजी हुन्छ अनि यहाँ चाहिँ मटन होइन यो त बफ हो बफ चाहिँ बबाल अब यहाँ यसो चाहिँ चिकन पकाउनुपर्छ अनि अलिकति चाहिँ होइन बफ होला यो चाहिँ बफ हो अनि केटाहरू कोही चाहिँ त्यहाँ अब पाङ्लो सङ्क्रान्ति लिएर आएको छ हामीले नेपाली भाइसँग बब्बाल खानुपर्छ भनेर अनि यहाँ केटोले चाहिँ हुक्का बनाउनु लागेको छ दुईजनाले चाहिँ चटपट खानुपर्छ अनि एउटाले चाहिँ त्यहाँ प्याज स्याज हाम्रो सुकै ठाउँ जान्छ हाम्रो सुकै ठाउँ चाहिँ यहाँ माथि हो सो माथि गएर अनि यहाँ चाहिँ ओछ्याउने कुरा नै दिएको छ टन्नै कस्तो दामी कि हेर्दा पनि बब्बाल छ यहाँ चाहिँ हाम्रो सुत्ने ठाउँ होइन अब 5-5जना 6-6जना गरेर हामी चाहिँ यहाँ सुत्ने पर्छ यहाँ चाहिँ अब 2जना भएर हामी बेड मिलाउँछौँ चटपट पार्टी चटपट पार्टी केटाले हानिरहेछ ल लम्बो एउटा मात्रै कोका मलाई चाहिँ कोक लाग्छ सो बसिरहेछ होइन नखाने पनि नखा किन हुन्न अहिले पछि खाँदैन सो केटाहरू पुरै दामी भइरहेछ ऊ चलिरहेछ ल चटपट खाम मस्त ल केटा ल ओइ आऊ चटपट यो भ्याउनुपर्छ ल हेरेको हेरे चलिरहेछ है अब चाहिँ यस यसले दिन्छ पारा इन्टरटेनमेन्ट मान्छे हो दियो यस या ब्याटल यता पर्छ सो गाइस अहिले चाहिँ हामी अब यहाँ सुपामा आइसकेको छ हामीले चाहिँ सामानहरू नपुगेर चाहिँ अनि नुन चाहिने होइन हामीलाई नुन चाहिने नुनै भुलेर आएछ कि सो अब चाहिँ हामी नुन सुन दिन्छौँ अनि त्यहाँपछि एकछिनमा सामानहरू खाइमनो गरेर फेरि एउटा ओभा चाहिने चाहिँ हामीलाई लास्टै हेल्प गर्नुपर्छ होइन नेपाल जिन भएछ अनि त्यहाँ तोमारी टिकतानिरको चाहिँ खारी हाउसको चाहिँ एकदम साथीहरू नेपाली जुन चाहिँ अनि उहाँहरूले चाहिँ लास्टै हेल्प गर्न आउनुभयो उहाँले चाहिँ अनि हामीले हेल्प गरेँ फेरि उहाँ रिटर्न पनि ल्याइदिन्छ भनेर भन्नुभएको छ कि सो अनि लास्टै खुसी लाग्यो त्यो कुरोले चाहिँ अहिले उहाँले मान्नुभयो भने चाहिँ म दुईजना उहाँसँग त्यही नै हो मलाई किन्दैन
高いですね、お金がない。お願いします美味しいですよसो त्यही नै गाइस अब एकछिन हामी किनेर अनि हामी निस्किन्छौँ एकछिन त म बाटो हुँदैछ त्यही गाइस केटाहरू खाना बस्किँदैछ होइन लगभग बेलुकाको अहिले त कति बजी केटा कति बजी 4-5 भइसक्यो अनि 4-5 भइसक्यो 4-5 बजिसक्यो अनि बबीले चाहिँ भाँडा धुँदैछ केटाहरू सब मिलिमिली गरिरहेको छ दुईजना केटाहरू चाहिँ उता पकाइरहेको छ अनि हाम्रो के सब साथीले चाहिँ यहाँ खाना हालिरहेको छ होइन अनि यहाँ जीवनले मिलाउँदैछ अनि कोही केटाहरू चाहिँ यहाँ पुरै चिलमा यस्तो भइरहेछ चलिरहेछ बवाल दामी भइरहेछ ल केटाहरू अब चाहिँ खाना खानुपर्छ अनि त्यहाँपछि अहिले 5-6 बजे चाहिँ बारबिक्यू हान्नुपर्छ होइन सो त्यही नै हो अब चाहिँ टक्क खानासाना खाएर पेट अगाएर बस्नुपर्छ नत्र केटाहरू अहिले पछि अब खाएर के हुन्छ थाहा छैन सो एउटा चाहिँ ओइ होइन अब खाना छोड अब गेम चाहिँ किन भोलि लिएर जाने अहिले चाहिँ हामी माथि एउटा डाँडातिर जाँदैछौँ होइन अनि त्यो सबैले खाना खायो त्यसपछि अहिले चाहिँ पुरै हाउसफुल छ पेट सबैको अनि त्यही भएर अहिले चाहिँ अब सबै जुम्बीहरू गरिसक्यौँ भने बेलुकाको लागि अनि त्यहाँ चाहिँ टिकटक बनाउँछन् केटाहरू सो म चाहिँ पछाडि हिँड्दैछु अब चाहिँ बिस्तारै जानुपर्छ अनि अब चाहिँ यहाँ 5 बजिसक्यो होइन अब धेरै टाइम माथि फेरि गएर आउनुलाई टाइम लाग्छ नि त 1 घन्टा जति त्यही भएर हामी चाहिँ अब जाँदैछौँ अब उकालो चाहिँ अति बवाल छ है यस्तो छ उकालो चाहिँ बिस्तारै 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 जानुपर्ने हुन्छ हामीलाई हेर को नन स्टप जान्छ है त ल कोही चाहिँ नन स्टप पुग्न सक्छ है त माथिसम्म यहाँतिर चाहिँ काफलको बोर्डहरू चाहिँ अति धेरै छ कि मैले काफल पनि देखिरहेको थिएँ लाइक हुन्छ नि वनतिर हन्टिङ हान्न खर्च भइरहेछ यहाँ चाहिँ काफल छ गाइस काफल गाइस काफल सो अलि बेला भएको छैन कि यो त्यही भएर तिमीहरूलाई चाहिँ टेस्ट अर्कै लागेको टाढामा पुग्न लागिसक्यो केटोले पुरै कम्मरमा हात लाएर हिँडिसक्यो के भयो साथी गाह्रो पर्यो अलिकति छ ल एकदम बाध्दै धेरै छैन एकैछिन पुग्छ अब त दामी ठाउँ आइपुग्यो ल हामी चाहिँ अब यहाँबाट म भ्यू देखाउँछु है तकासीको डाँडाबाट ल फाइनल्ली केटा हो आयो है हामी चाहिँ यसले त सो नै कस्तो बब्बाल देखिरहेको छ कि हेर्दा पनि यो चाहिँ 360 भ्यू देखाउँछ है म माथि गएर कस्तो बल देखियो सनसेट हेर्न पाइदिएको भए त कस्तो बल हुन्छ होला है होला यतापट्टि चाहिँ पुरै ताल छ ठ्याक्कै हेर्दाखेरि चाहिँ डाँडाबाट हेर्दाखेरि चाहिँ माथि शान्ति स्तूपबाट त्यो फेवाताल हेरेको जस्तो फिलिङ्स आइरहेको छ मलाई चाहिँ गाइस अझ पानी पऱ्यो है हामी चाहिँ जाम है निस्किम केटाहरू निस्किम बिस्तारै पानीमा नरोजौँ होला के भयो सो हामी चाहिँ निस्किँदैछ अनि अब चाहिँ डाउन झर्ने हो बिस्तारै तर यस्तो दामी देख्यो कि हेर्दा पनि भ्यू चाहिँ अति राम्रो देखिएको छ ल
त्यही नै हो गाइस, अब बिस्तारै झर्नुपर्छ। अनि आज चाहिँ बारबिक्यू हेरौँ क्लाइमेटले कतिको साथ दिन्छ, तिनी अनुसार बारबिक्यू हान्यो। झन् यति एउटाको लागि आएको हो खास चाहिँ, अब त्यही हो भाइक लिन आएको लागि अलिकति त लिइसक्यो हामीले होइन। अब आधा चाहिँ बाँकी नै थियो, अब हेरौँ मौसमले कतिको साथ दिन्छ। मेबी राम्रो हुन्छ भन्ने लागिरहेको छ, राम्रो भएछ अति मजा हुन्थ्यो है। अहिले चाहिँ हामी बारबिक्यूको लागि आगो पुग्दैछ होइन, केटाहरू त्यहाँ रेडी गर्दैछ। सो अब चाहिँ हामी टक्क केटाहरूले सब चिकनहरू लिएर चाहिँ के लिएर छ है, अघि हामी मेरिनेट गरेर राखिसकेको छ। अब चाहिँ लगभग 6 बज्न लाग्यो नि त। अब चाहिँ हामी बारबिक्यू स्टार्ट गर्छ होइन। अब एकछिनमा चाहिँ स्टार्ट हुन्छ हाम्रो, तर यो चाहिँ लास्टै सानो रहेछ, अब पुग्दै पुग्दैन सानो हुन्छ जस्तो लागिरहेको छ। त्यही हो सरकारहरू त्यहाँ बसिरहेको छ अनि यस्तो छ माहौल होइन, अझै पनि पानी पर्ला जस्तो गरिरहेछ। अनि हेरौँ यार यस्तो हालत चाहिँ, सब ब्याग चाहिँ हामीले यसरी फाले बसिरहेको छ है, यस्तो खत्तम भइरहेछ। बस्न यहीँ हो आज चाहिँ बबा रमाइलो हुनुपर्ने रहेछ या अहिले खतरा उफ्रिन्छ यो सबभन्दा बढी। भाइ कहाँ गयो ल, त्यही नै हो। अब एकछिन पछि चाहिँ भेट्नुपर्छ होइन, लाइटहरू छ। अब चाहिँ बबा रमाइलो गर्नुपर्छ आज चाहिँ बबा, त्यही गाइस। अब एकछिन पछि बाहिर भेट्नु चाहिँ। सो हाम्रो चाहिँ चलिसक्यो केटाहरू, यही झन्डै पल्टेको के गाइस। अब चाहिँ हाम्रो बारबिक्यू खतरा चलिरहेको छ, यो चाहिँ मोहिन सो होइन। पोर घेर कति छ दामी भइरहेको पोर पनि खाइन्छ क्या यो पछि भोलि पनि हुन्छ होला यो। सो गाइज यो भिडियो चाहिँ यति नै। अनि त्यो खासीको भिडियो चाहिँ डबल बनाउनु पर्ला जस्तो लागिरहेको छ, त्यही भएर चाहिँ मैले चाहिँ 2टा भिडियो बनाउँदैछु होइन। सो यो भिडियो चाहिँ यति नै। अनि अबको बाँकी भिडियो चाहिँ होइन अर्को बाटोमा हेर्नु होला, त्यही नै भन्न चाहन्छु गाइज। अहिलेसम्म हेरिदिनु भएकोमा चाहिँ धन्यवाद सबैजनालाई। सो सी यू, अब नेक्स्ट ब्लगमा भेट्नुपर्छ है।